लासो टस्टिलो नमस्कार सबैजनाले मेरो मिनी ब्लगमा फेरि पनि सबैजनाले स्वागत गरे है। हामी चाहिँ टक्क लाएर नगुन्डा एकलङ्गु झरना हेर्न जाँदैछु भने हाम्रो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर सबैजनाले साथ सपोर्ट गरिदिनु होला भन्दै बाटोतिर के हुन्छ के देखिन्छ दृश्यहरू हामी सबै हजुरहरूलाई देखाउने छु। अहिलेको लागि बाई बाई। यता चाहिँ बाटो ब्लक छ है गाइजहरू, उतासम्म चाहिँ यतासम्म चाहिँ बाइक छिर्ने रहेछ, यता चाहिँ बाइक छिर्दैन। ओ माई गड यस्तो भइसकेछ है। यता चाहिँ अलि आम्मामा के हो गाह्रो छ है गाइजहरू, यता गाह्रो छ है। बाइक नल्याउनु होला है, बाइक नल्याउनु होला। यदि बाइकमा आउँदै हुनुहुन्छ भने यता बाइक नल्याउनु होला है। हामी चाहिँ सबै अब यतातिर होइन, यता पछाडितिरको झर्ना सर्ना हेरेर हामी चाहिँ टक्कै यता ब्राह्मणको पारीपट्टि आइपुगिसक्यो। पारी चाहिँ यता पारी चाहिँ होइन गोर्मु, अनि यतातिर चाहिँ मेरो साथीहरू छ। अनि खासै ह्यान्डसम साथीहरू त भेटिएन, आफै ह्यान्डसम भएको बात त सही है। त्यो हेर अब ठिक छ, यस्तै हो हाम्रो पारा। अब हाम्रो गन्तव्य लगभग 30% चाहिँ आइपुगिसक्यो। टक्क लाएर चङ्गर जग्गा हाम्रो डेस्टिनेसन चाहिँ उयो होइन, फर्स्टमा उयो पारीपट्टि छ गाइजहरू। हाम्रो डेस्टिनेसन चाहिँ त्योसम्म हो, त्यहाँसम्म हो। अब ठ्याक्कै हामी चाहिँ लङ्गु र ठ्याक्कै अर्घरको बिचको खोलामा हामी चाहिँ त्यो झर्ना हेर्न जाँदैछु। लगभग हाम्रो डेस्टिनेसन चाहिँ आइपुग्यो भन्दा नि हुन्छ। अब त्यस्तै 80% चाहिँ आइपुगिसक्यो। केटाहरू एकदमै कस्तो फिल भइरहेछ गाइजहरू? एकदम कस्तो फिल भइरहेछ? अब झर्नामा पानी छ कि छैन त त्यो त थाहा छैन, तर फिल चाहिँ एकदमै अब यो यस्तो हो। हामी झर्नाको लागि मात्र आएको त होइन, हामी एउटा हाइकिङको लागि पनि आएको हो। अब घरमा मात्रै कति बस्यौँ है, खुट्टालाई पनि एक्सर्साइज धेरै हुन्छ भनेर टक्क एक्सर्साइज गर्न पनि आएको हो। यता यो मान्छे चाहिँ दसैँको लागि बोका बस्न आएको रे है गाइजहरू। के भयो? तिब्बत गाइज, तिब्बत। अब यस्तो कुहिराहरूलाई यस्तो पहाडी भेगमा घुमाउन लाने मन त थियो, तर ब्ल्याक डायमन्डहरू मात्र पऱ्यो। के गर्ने ब्ल्याक डायमन्ड कुहिराहरू मात्र पऱ्यो, के गर्ने तर हजुर। अब चाहिँ झर्नामा आइपुग्यो जस्तो लागिरहेछ। झर्नाको दृश्यहरू देखाउन गइरहेको छौँ हामी चाहिँ। विदेशबाट आएको 3 महिना सुनको चाहिँ होइन, यता डलर रहेछ, डलर युएसको दाम है चक्लेट पनि हेर्नु सुनको डलरै डलर। अस्ति मैले मेस्सीलाई यसो सपोर्ट गरिदिएको थियो। मेस्सीले उपहार स्वरूप मलाई यो पठाइदिनु भएकोमा धेरै धेरै धन्यवाद लियोनल मेस्सी। म देखाउँदैन
अब चाहिँ हामी चाहिँ माथिको झरनामा जान लाग्यो यो झरनामा जान लाग्यो यो दुईटा पनि टक्क लगाएर केटाहरू माथि जाने होइन त जाने हो ल ठिक छ माथि जाने हो त्यो माथि टिबेटनीले जान दिएको यत्रिकै गाइज यार हामीलाई तर्सायो नि यता सर्व रहेछ सर्व मारेर राखेर रहेछ केटाहरूले सिँगै के फिलिप क्या ओ माई गॉड टाउकै छैन हामी टाउकै छैन रहेछ कस्तो तर्स्यो यार म त ओए सबसे धेरै तर्स्यो नि म अहिलेसम्म ढुकढुक भइरहेछ यार मलाई त उयो माथिको झर्ना हेर्ने भनेर आइरहेको थियो हामी मुटै फुट्ला जस्तो भयो यार फर्स्ट चिज खाल्छ पैसा फर्स्ट चिज खाली रङ्गी बङ्ग गर्छु यस्तो लुङ्गी यार कस्तो डर लाग्यो मलाई त हट लानु क्या हट यो मान्छेले फ्याँक्नु खोजिरहेछ माथि तिलिङ गर्न तिलिङ अब कति होइन कति रोडमा मात्रै हिँड्नु है यस्तो जङ्गलतिर पनि हिँड्नुपर्छ हामी चाहिँ यस्तो गुफा भएको ठाउँतिर नै हिँड्नुपर्छ गाइजहरू यसरी घुम्न आएर चाहिँ होइन यसरी फोहोर चाहिँ नगरिदिनु होला आफ्नो प्राकृतिक सुन्दर ठाउँ होइन आफ्नो ठाउँमा चाहिँ यसरी फोहोर नगरिदिनु होला आफ्नो भन्दा नि राम्रो ठाउँमा चाहिँ यसरी भने यसरी फोहोर गरिसकेपछि चाहिँ अलिकति वातावरणलाई पनि राम्रो हुँदैन त्यही भएर आफूले खाएको चिज डस्टबिनमा हाल्न सिक्नुपर्छ गाइजहरू अनि हाम्रो चाहिँ यति भन्दै चलाएर यतातिर हामी चाहिँ झर्नातिर आइपुगिसक्यो झर्ना त हेऱ्यो तर यस्तो हालत हुन्छ भनेर सोचेको पनि थिएन खाएपछि यसरी सरसफाइ गर्नुपर्छ केटाहरू माथितिर लास्टै नै फोहोर गरेको देख्यो हामीले घुम्न आएपछि घुम्न आएपछि यसरी सरसफाइ चाहिँ गर्नुपर्छ दाजुहरूले एकदमै राम्रो गर्नुपर्छ फोहोरहरू नेचरलाई सफा सुग्घर होइन सफा एकदमै सफा राख्नुपर्छ वातावरण भनेको चिजलाई वातावरण राम्रो भए मात्र हामीलाई एकदमै हावापानी अक्सिजन राम्रो पाउने हो हामी चाहिँ यता घुम्न आएको मान्छे पानीले लास्ट चाहिँ बिजोग बनायो गाइजहरू है अब यता केटाहरूले चाहिँ निग्रो ल्यायो कि ल्याएन भनेर सोधिरहेको छ त यहाँ यस्तो बेलामा निग्रो सिङ्ग्रो खोजेर बस्ने समय त छैन हामी चाहिँ फर्किने बेलामा चाहिँ यस्तो हालत बनाइदियो कि पानी सानीले चाहिँ ढ्याङ हानेर यार ल ए झाम्न हो यार बाइस खोज्न आउनेहरूसँग न्यु नखोज्नु यार यो मुलाको ससुरालीमा बस्छ नि भन्दा